भनेको दाइले किन गाली गर्छन् सबैले भन्छु कि म सबैले किन यस्तो गाली यस्तो विकासवान मान्छे किन गाली गलोज गर्छन् भन्छु म भाउजूले इन्टरभ्यू दिइरहनु भएको दाइको यहाँ झिङ्गा बसी छ अब झिङ्गा यहाँ दाइले तान्नु भयो त त्यो झिङ्गा त्यो त अब पोस्ट चाहिँ भक्तपुरभरिको पहिलो एयरपोस्ट हो जहाँ चाहिँ ल्याब सहितका सुविधाहरू छन् त्यसलाई सपोर्ट हुने गरेर करिब 1.5 किलोमिटर पर झोले भन्न पनि पाइयो जे पनि भन्न पाइयो किनकि झोले भनेको कस्तो त एमालेको मात्र झोले हुन्छ कि के हो त मैले नबुझेको कुरा यो 5 वर्षमा चाहिँ हामी लगभग सूर्य विनायकबाट यहाँ 7 किलोमिटर टाढा छौँ अहिले 11 मिटरको यति ठुलो बाटो यहाँ पिच सम्भव कल्पनै थिएन र तपाईँको पत्रकार अनन्त वाग्ले भाइको घर पनि सँगै हो र यहाँ चाहिँ हामीले जुन ढङ्गले विकास गऱ्यौँ र अहिले गुन्डो चाहिँ नि विशेष गरेर फुलको हबको रूपमा अगाडि बढेको छ र यहाँ चाहिँ नि म 54 सालमा गाविसको अध्यक्ष भएको ठाउँ पनि हो यो यहाँको जनता चाहिँ नि हामीसँग धेरै खुसी हुनुहुन्छ र यहाँ चाहिँ हाम्रो पार्टीको निकै राम्रो मत खस्ने वडामध्ये एउटा वडा हो जस्तो यसरी हेर्ने भने 5 वर्ष अगाडि गुन्द्रुकलाई गुन्द्रुक भनेर चिनिन्थ्यो र यहाँको स्थानीयले भनेको बाटोघाटो थिएन यहाँ शिक्षाको लागि पनि एकदम गाह्रो थियो कलेज पढ्नको जानको लागि पनि हिलोमा जुत्ता पुस्नको लागि कपडाले जानु पर्थ्यो महेश बसेर गर्दा बाटो यसमा पिच भयो भन्ने यहाँ स्थानीयकोले हामीसँग कुरा राखे अब त्यो चाहिँ गुन्डोलाई हेपेर भनेको गुन्डोलाई गुन्द्रुक भनेर कहिले कहिले अब अरू ढङ्गले नै यसको व्याख्या गरेको व्याख्या गर्नेहरूले अहिले चाहिँ वास्तवमा यो गुन्डो भनेको चाहिँ भक्तपुरका नेवार समुदायहरू यहाँ चाहिँ नि खेतीपाती गर्न आउँदाखेरि यहाँको मान्छे चाहिँ एकदम गुनिला भएको हुनाले थन मनुया गुणडु भनेर चाहिँ यहाँका मान्छे गुण भएका छन् भन्ने अर्थमा चाहिँ गुन्डु भन्ने नाम रहेको हो होइन तपाईँले भनेको कुरा चाहिँ हो विगतमा चाहिँ एकदम दुर्गम हो यहाँ गुन्डुको मान्छेले चाहिँ मेरो घर गुन्डु नभन्ने माथिल्लो भेकाले सूर्यविनायक भन्ने तलकाले सल्लाहकारी अहिले तलकाले ठिमी भन्ने थियो अहिले चाहिँ मान्छेले गौरवका साथ आफ्नो घर गुन्डु भन्छ र तपाईँले भनेको जस्तो शिक्षा स्वास्थ्यमा समस्या थियो म 54 सालमा जब गाविस सदस्य भएपछि हामीले स्वास्थ्य चौकी निर्माण गऱ्यौँ र त्यतिखेर जम्मा 5 लाखमा बनाएको स्वास्थ्य चौकी तत्कालीन प्रमुख प्रतिपक्ष दलको नेता माधव नेपाल ल्याएर हामीले उद्घाटन गरायौँ अब यहाँ भैरवी र ज्योति दुईवटा हामीले सरकारी स्कुलहरू व्यवस्थित ढङ्गले बनाएका छौँ र भैरवी निमावीसम्म गएको छ 8 जना टिचर र 11 जना विद्यार्थी थियो त्यो स्कुलमा अहिले त्यसो चाहिँ बिल्डिङ निर्माण गऱ्यौँ शौचालय खानेपानी व्यवस्था गऱ्यौँ दिवा खाजा कार्यक्रम छ र त्यहाँ चाहिँ अहिले लगभग 368 जना विद्यार्थी छ होइन ज्योति मावि भन्ने किवा चोकमा छ गुन्डुकै त्यो त विद्यार्थीहरू भर्ना पनि पाइँदैन सामुदायिक विद्यालयमा चाहिँ सूर्यविनायक नगरपालिकामा 9,500 विद्यार्थी पढ्छन् भने 33,000 चाहिँ बोर्डिङमा पढ्छन् र लगभग 3300 विद्यार्थीहरूले चाहिँ स्कलरसिपमा यहाँ पढिरहेका छन् होइन अब स्वास्थ्यको कुरा गर्नुहुन्छ भने गुन्डु हेल्थ चाहिँ भक्तपुरभरिको पहिलो हेल्थ पोस्ट हो जहाँ चाहिँ ल्याब सहितका सुविधाहरू छन् त्यसलाई सपोर्ट हुने गरेर करिब 1.5 किलोमिटर पर दजीकोट क्षेत्रीय अस्पताल छ भने लगभग 4 किलोमिटर पर चाहिँ सूर्यविनायक नगर अस्पताल छ जो चाहिँ केपी शर्मा ओलीले 396 अस्पताल शुभारम्भ गर्दाखेरि चाहिँ नि हामीले सँगसँगै गरेका र सबभन्दा पहिलो बनेको हो त्यसै गरी गुन्डुलाई ध्यान दिएर घ्याम्पे डाँडा एरिया पर्यटकको एउटा ठुलो आकर्षण तपाईँ यहीँबाट देखिरहनु भएको छ ठुल्ठुला होटलहरू बनेका छन् र 5-7 वर्ष अगाडि घ्याम्पे डाँडामा हामी मोटरसाइकलमा चाहिँ जान सक्ने अवस्था थियो भने अहिले चाहिँ घ्याम्पे डाँडा जापानको फुजियामा भनेर मान्छेहरू भनिरहेका छन् र यो पनि गुन्डुमै पर्छ अर्को प्राणी उद्यान भनेर जुन हामीले सूर्यविनायक जङ्गल एरियामा 274 हेक्टरमा बनाउने भन्दैछौँ त्यो पनि गुन्डुमै पर्छ अर्को चाहिँ 65 रोपनी जग्गा जो चाहिँ वडा कार्यालय रहेछ त्यहाँ चाहिँ औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अगाडि बढाएको छ र भक्तपुरमा बन्ने दुईवटा स्मार्ट सिटी मध्ये बालकोटदेखि गुन्डुसम्मको 18,000 रोपनीमा स्मार्ट सिटीको प्रस्ताव पनि गरिरहेछ यी सबै काम चाहिँ 3 वर्ष हामी नहुँदाखेरि अधुरो भएका छन् यी सबैलाई हामी पुरा गर्छौँ अब त्यसको साथसाथै एउटा प्रोपोगन्डा के गरेका रहेछन् अहिले भने अनन्तलिङ्गेश्वरको हाइटमा बनेको बहुआयामिक भवन र महादेव खोलाको बाँधमा चाहिँ एउटा स्विमिङ पुल बनेको थियो त्यसलाई चाहिँ भ्रष्टाचार भयो दुरुपयोग भन्ने ढङ्गले प्रचार गरिएको रहेछ वास्तवमा त्यो चाहिँ नि भ्यू टावर मात्रै होइन त्यो चाहिँ बहुआयामिक भवन हो र
त्यहाँ चाहिँ नि सोभिनियर सपदेखि लिएर सबै चलाउने हिसाबले त्यो बनाइएको हो। अब 3 वर्ष मनाउँदा त्यो ग्याप भएको छ, त्यो अचकल्टो भएको छ, त्यसलाई म्यानेज गर्नुपर्ने निकायले गरिरहेको छैन। र माधव खोला स्विमिङ पुल भनेको चाहिँ हाम्रो यहाँ वरिपरि सबै मान्छेको चाहिँ हाम्रो पुस्ताको चाहिँ स्विमिङ गर्ने ठाउँ हो। त्यो पहिला चाहिँ बर्खा लागेपछि त्यो खोलिन्थ्यो र हिउँ लागेपछि पुरिन्थ्यो त्यो, अनि त्यहाँ चाहिँ हामी सबैले स्विमिङ सिकेका ठाउँ। त्यही भएर अब महँगा स्विमिङ पुलहरूमा पैसा तिरेर स्विमिङ गर्न नसक्ने विद्यार्थी र युवाहरूलाई त्यो स्विमिङ पुल चाहिँ उपयोगी होस् भनेर मैले त्यतिखेर शहरी विकास मन्त्रालय, नगरपालिका, सांसद कोष हालेर सुरु गरेँ। थोरै रकमको अभाव हाल्न बाँकी थियो र त्यो अचकल्टो भयो। 3 वर्षमा त्यो ग्याप भएको छ। अहिले त्यो चाहिँ अहिले पुरपार बाढी ल्याएर पुर्यो पनि के भयो, जे छ अब त्यसलाई बनाउनु पर्यो। त्यो हामी बनाउँछौँ र जुन ढङ्गले केही प्रोपोगेन्डा गर्ने तत्त्वहरूले लागिरहेछन् त्यो चाहिँ त्यो वाहियात प्रोपोगेन्डा, त्यसको पछाडि लाग्न आवश्यक छैन। अर्को जुन चित्रपुरको जग्गाको बारेमा पनि जुन नक्कली पूजा भनेर प्रोपोगेन्डा गरे, त्यहाँको एकजना बुद्धिजीवी बुढा मान्छेले भन्नुभएको छ नक्कली च्यात्याउन त भन्नुभएको छ। र हिजो चाहिँ नि गोर्खापत्रमा सूचना प्रकाशित भएर अबको चाहिँ नि 30 दिने सूचना पछाडि चाहिँ त्यो पूर्जा चाहिँ नि अब श्रेष्ठतामा कायम हुन्छ र अगाडि बढ्छ। हस् त। हामी यति बेला भक्तपुरको गुन्डुमा छौँ र गुन्डुमा आउँदै गर्दा चाहिँ अब भक्तपुर क्षेत्र नम्बर 2बाट महेश बस्नेत उठ्नु भएको छ। त्यसको साथसाथै राजीव खत्री हुनुहुन्छ। अब काङ्ग्रेसबाट त्यसै गरी धेरै हुनुहुन्छ। तपाईँ महेश बस्नेत र राजीव खत्रीमा कसलाई रोज्नुहुन्छ? म चाहिँ भक्तपुर गुन्डु निवासी भएको नाताले पनि म अवश्य पनि महेश बस्नेतलाई नै रोज्नुपर्ने हुन्छ मैले। किनभने महेश दाइले जति विकास कुनै पनि मान्छेले, हजुरले पनि अथवा अर्को मान्छेले पनि आफ्नो ठाउँ छोडेर अर्को ठाउँको विकास पक्कै पनि गर्दैन। महेश बस्नेतले जति यो मेरो ठाउँको लागि गर्नुभएको छ त्यति अर्को ठाउँको मान्छे आएर यो ठाउँमा विकास गर्न सक्नुहुन्न कहिले पनि। तर अब फेरि तपाईँले यसो भन्दै गर्दा झोले भन्लान्, तपाईँलाई सामाजिक सञ्जालमा गाली गर्लान्, कमेन्ट हेरि नसक्न आउँछ। हजुर, त्यो ठिकै छ, झोले भन्न पनि पाइयो, जे पनि भन्न पाइयो। किनकि झोले भनेको कस्तो त एमालेको मात्र झोले हुन्छ कि के हो त मैले नबुझेको कुरा। अर्को पार्टीको पनि त, अर्को पार्टीमा लाग्ने मान्छेहरू, कङ्ग्रेसमा लाग्ने, माओवादीमा लाग्ने, रासोपामा लाग्ने, उनीहरूको चाहिँ झोले नहुने, एमालेमा लाग्ने बित्तिकै झोले किन हुन्छ? भनेपछि भक्तपुर क्षेत्र नम्बर 2मा महेश बस्नेतलाई नै तपाईँ भोट दिनुहुन्छ? हजुर, मेरो भोट चाहिँ महेश बस्नेत सरलाई नै हो। किन हो? महेश बस्नेतले के छ भक्तपुर क्षेत्र नम्बर 2मा के राम्रो गरेका छन् त्यसो भने? एकदमै राम्रो, एकदमै राम्रो। जनता धेरै नै खुसी हुनुहुन्छ। एकदमै राम्रो गर्नुभएको छ, विकास गर्नुभएको छ। बाटोहरू म अस्ति अलिकति अगाडि म स्कुल हिँड्ने बेलामा यो बाटो काहीँ पनि हिँडिसाध्दै नै थिएन। अहिले उहाँको कार्यकालमा चाहिँ यो सबै बाटोहरू एकदम राम्रो भएको छ। भनेपछि भक्तपुर क्षेत्र नम्बर 2मा सबैतिर पिच भएको छ। हजुर, पिचको मात्रै कुरा होइन, हरेक ठाउँमा चाहिँ हरेक क्षेत्रमा उहाँले चाहिँ एकदमै राम्रो योगदान दिनुभएको छ आफ्नो कार्यकालमा। तर महेश बस्नेतज्यू अथवा भनौँ नेकपा एमाले समग्रलाई चाहिँ जुन के आरोप लागेको छ भने 90 जनाको जुन हत्यारा चाहिँ नेकपा एमाले हो, जेनजीको आन्दोलन पश्चात चाहिँ जुन हत्या भयो त्यसको कारण चाहिँ एमाले हो भन्छन् नि त। फेरि त्यो दोष अब हुन्छ नि, छानबिन नगरिकन, छानबिन गरेर प्रुफ त भएको छैन नि त केही पनि कुराहरूको। भोलि यसको त छानबिन हुनै बाँकी होला, आउनै बाँकी होला नि त। अब अहिले नै अगाडि नै यसले गरेर भयो, त्यसले गरेर भयो भन्ने यो कुरा चाहिँ मैले मान्दिनँ। तर पहिला हामीले महेश बस्नेतलाई भोट दिएको हो। हजुर, तर उहाँले जुन सामाजिक सञ्जालमा चाहिँ जथाभावी बोलिसकेपछि हामी अन्यलाई दिन बाध्य भयो पनि भन्नुभएको नि धेरैले। सामाजिक सञ्जालमा जथाभावी बोलेको त्यो चाहिँ मैले सुनेको छैन। अब सामाजिक सञ्जालको प्रयोग सबैले गर्न पाइन्छ, आफ्नो मनमा लागेको कुराहरू सबैले पोख्न पाइन्छ। उहाँले आफ्नो तरिकाले पोख्नु भएको होला कतिपय ठाउँमा, तर त्यसलाई नराम्रो तरिकाले चाहिँ पोख्नु भएको छ जस्तो मलाई लाग्दैन। भनेपछि महेश बस्नेत कस्तो हुनुहुन्छ व्यक्तिगत रूपमा? व्यक्तिगत रूपमा पनि उहाँ एकदमै काइन्ड हार्टेड पर्सन हो, मेरो नजिकैको मान्छे हो, मैले नजिकैबाट देखेको छु, चिनेको छु उहाँलाई, उहाँहरूसँगै हुर्केको हो। एकदमै राम्रो मान्छे हुनुहुन्छ, विकास प्रेमी नेता हुनुहुन्छ। देशको लागि उहाँले चाहिँ जे पनि गर्न सक्नुहुन्छ। त्यस्तो धेरै गर्नु पर्दैन। 1 दशक अगाडि गुन्डु हेर्नुहोस्, 1 दशक पछाडि कहिले गुन्डु हेर्नुहोस् होइन। म यहीँको स्थानीय नै हो। मेरो बिहा चाहिँ भएर वीरगञ्ज गयो, तर बस्न चाहिँ म यहीँ बस्छु। मैले 61 सालमा एसएससी दिएको हो। त्योभन्दा अगाडि जब हामी अब हिँड्थ्यौँ नि यो बाटो, त्यतिखेर चाहिँ नि बर्खा लाग्यो हामीले चप्पल लिएर हिँड्नु पर्थ्यो कि जुत्ता हातमा बोकेर हिँड्नु पर्थ्यो हिलो भएर।
हिउँद लाग्यो हामीले ब्यागमा किताबको साथसाथै एउटा कपडा पनि बोक्नु पर्यो क्या, त्यो जुत्ता कुन कलरको छ नै चिनिन्थेन कि। त्यस्तरी चाहिँ हामीले भोगेका थियौँ। यो बाटो उहाँकै पालामा विकास भएको हो। अब जनताले किन बुझ्दैनन्, किन गाली गलोज गर्छन् यो सोसल मिडियाहरूमा थाहा छैन। यहीँको स्थानीयले आएर गाली गरून् न, होइन? यहाँको विकास पहिला कस्तो थियो, अहिले कस्तो छ, गुन्डु पहिला कस्तो छ। हामीले गुन्डु तपाईँ घर कहाँ भनेर कुनै नौलो मान्छे सोध्दा हामीलाई गुन्डु भनेर लाज लाग्थ्यो कि। म कटुन्जेको भन्नु पर्थ्यो, म सूर्य विनायक भन्नु पर्थ्यो, गुन्डु भन्दा गुन्द्रुक भनेर हामीलाई चाहिँ होच्याएर बोल्थ्यो कि। त्यसपछि अब जब दाइ चाहिँ अब सत्तामा आउनुभयो, उहाँले हारे तापनि जब उद्योग मन्त्री हुनुभयो नि, त्यतिखेर चाहिँ उहाँले धेरै विकास गर्नुभयो। यो बाटो यस्तो थिएन, अहिले हजुर आउनुभयो, यो बाटो यस्तो थिएन। कुनै महिला अब सुत्केरी भएन, हस्पिटलबाट ल्याउनु पऱ्यो भने ट्याक्सीले भन्यो भने गुन्डु भनेपछि ऊ जानै मान्थेन कि, ठेल्नुपर्ने कन्डिसन त्यस्तो बाटो थियो। अनि बिरामी भयो, एम्बुलेन्स बोलायो, एम्बुलेन्स आउनै मान्थेन। स्ट्रेचरमा बोकेर त्यो जुन छेडा दिनु भएको नि हजुरले, हामी भन्थ्यौँ कि बच्चा बेलादेखि हाम्रो दिदीबहिनीको कुरा हुन्थ्यो, यो घुम्टी कसले ठुलो बनाइदिएला, यो छेडाको बाटो कसले खुल्ला बनाइदिएला हामी भन्थ्यौँ कि। अब अहिले हामीले देखिरहेछौँ नि, त्यो छेडाबाट हामीले पुरै गुन्डु देख्छौँ। पहिला मान्छेहरूले भन्थ्यो सूर्य विनायकबाट हेर्दा त्यो डाँडो पछाडि गाउँ छ र भन्थे कि। अब अहिले देख्छन् गुन्डु, ओहो गुन्डु, तपाईँ गुन्डुको भनेर उनीहरू सानले भन्छन् क्या हामीहरूलाई। त्यही भएर दाइलाई चाहिँ नि यो चुनावमा चाहिँ जिताउनु भने म सबैलाई। तपाईँ निकै भावुक हुनुभयो, आँखा रसिलो भयो, के कारणले गर्दा त्यति धेरै मन कमाउलो भयो तपाईँको? दाइले किन गाली गर्छन् सबैले भन्छु कि म, सबैले किन यस्तो गाली यस्तो विकासवान मान्छे किन गाली गलोज गर्छन् भन्छु म। सामाजिक सञ्जालमा निकै गाली गर्छन्, धेरै गाली गर्छन्। अब धेरै अब जब अस्ति भयो नि हाम्रो जेन्दी आन्दोलन, दाइको हात त छैन नि त यसमा। मान्छेहरूले किन बुझेनन्, उहाँकै घर त्यसरी जलेको छ, सम्पत्ति लुटियो, अनि सम्पत्ति लुट्या होइन, सुनचाँदीको कुरा भएन, बासै उठ्यो नि उहाँको। रोडमा आउनुपर्ने, हजुर रोडमा आउने कन्डिसन बनाइदियो, सबले देखाएको छन्। तै पनि किन गाली गलोज गर्छन् दाइ? यत्रो विकास गरेर त देखाएको छन् नि उनीहरूले, हो क्या नि भन्नुहोस् न। तै पनि गाली गलोज गर्छन्। राम्रो काम गर्नेहरूको धेरै खुट्टा होइन, यो त अब भनिन्छ नि राणाकालदेखि नै भने नि, भीमसेन थापाको बुढीले सरापेरै गएन त, सतीले सरापे देश त्यसै भनेन्, राम्रो गर्ने कहिले फलिफाप नहोस् भनेर भीमसेन थापाको बुढीले त भनिरहेको छ। त्यस्तै भाव हो कि भन्ने नि लाग्छ कि हामीलाई। कहिलेकाहीँ उहाँको भिडियोहरूमा टोल बनाइन्छ, हेर्नुहोस् न, निकै टोल बनाएर भाइरल बनाइन्छ, टोल बनाइन्छ, विभिन्न आक्षेप गालीहरू गरिन्छ। यहाँले कसरी हुन्छ त्यो गालीलाई, त्यो टोल बनाएका भिडियोहरूलाई? त्यही त अहिले भर्खर नै आएको छ नि एउटा ट्रोल, जबकि दाइ अब भाउजूले इन्टरभ्यू दिइरहनु भएको, दाइको यहाँ झिङ्गा बसी छ। अब झिङ्गा यहाँ दाइले तान्नु भयो त, त्यो झिङ्गा त्यो त अब एआईले बनाएको भन्ने त सबैले थाहा छ त नि। अनि अब त्यो सदुपयोग गर्ने चिजलाई मान्छेहरूले दुरुपयोग गरिरहेको छन् क्या अहिले हरेक चिजलाई। सबलाई म त्यही भन्छु कि अहिलेका युवाहरूलाई हरेक चिजको सदुपयोग गर्नुहोस्, दुरुपयोग नगर्नुहोस्। एकचोटि आउनुहोस् गुन्डु, तपाईँहरूले गुन्डु हेर्नुहोस्, पहिलाको गुन्डु कस्तो थियो, अहिलेको गुन्डु कस्तो छ। सबभन्दा पहिलाको मेन पहिला सुरुमा चाहिने विकास भनेको बाटो हो। हरेक ठाउँमा जे गर्नलाई पनि बाटो नै चाहिन्छ, हो क्या भन्नुहोस् न। अब बाटो नै नभएपछि त केही हुँदैन। अब पहिला बेला गुन्डु भनेर हेपेको ठाउँ हो गुन्द्रुक, अनि त्यस्तो ठाउँ अब बिहे गर्न छोरी दिन लाग्यो भने गुन्डु भनेपछि हच्किने ठाउँ हो यो। त्यस्तो ठाउँ हो कि अहिले। जस्तो अब नयाँ आएको पार्टीहरू छन् नि, अब हामीसँग योजना छ, भिजन छ, भनिरहेको छन् नि, नयाँ आएको हामीले देश बनाउनुपर्छ भनिरहेको छन्। अब यहाँ विकासको आधार हेर्ने त महेश मसँग निकै धेरै विकास गरेका छन्, तपाईँले पनि भन्नुभयो, हामीले पनि देखेका छौँ। अब नयाँ आएको पार्टीलाई तपाईँको के छ सुझाव यहाँ? होइन, उहाँहरूलाई नआउनुहोस्। अब यो त हामीले अब इक्जाम दिएको जत्तिकै हो नि त, इक्जाममा त कोही फर्स्ट हुन्छन्, कोही सेकेन्ड हुन्छन्, हो कि होइन? अब त्यो अब जनताले नै चुन्ने चिज हो। अब उहाँहरूलाई आउनुहोस्, गर्नुहोस्, होइन? अब जित्नुहुन्छ भने पनि ठिकै छ, तर यो ठाउँमा चाहिँ महेश बस्नेतले नै जित्नुपर्छ भन्ने म अपेक्षा राख्दछु। हजुर, जबकि यो अघिल्लो चुनावमा जब दाइको हार भयो नि, त्यसपछि नै हेर्नुहोस् त कहीँ केही विकासै भएको छैन। दुर्लभ थापाले जित्न त जिते, नामै दुर्लभ थियो, कामै दुर्लभ भयो। खै गुन्डुमा त उसले भोट जितेर आएर एकचोटि विजय र्यालीमा हामीले बाटोमा देख्यौँ, त्यसपछि दुर्लभ थापाको अनुहारै हामीले देखेनौँ। त्यसपछि गुन्डुको विकास त ठप्प नै भयो त नि। अनि किन विकास गर्न आउनु भएन त? यो गर्छु त्यो गर्छु भनेर त उहाँ नै आउनु भएको थियो त, खै आउनु भएन त अहिले फर्केर। कुनै यो चाहिँ यहाँको जनताले चाहिँ बुझ्नु पऱ्यो भन्छु म, यहाँको स्थानीयले चाहिँ यति चाहिँ बुझ्नु पऱ्यो भन्छु। हस्, धन्यवाद।